ल आज चाहिँ हामी नवलपुर जिल्लाको तपाईँको सभापति चोकमा छौँ है त। सभापति चोकमा चाहिँ हामीले आज मेजर रूपमा चाहिँ लाइसेन्स पनि नचाहिने बिलबुक पनि नचाहिने खालको मोडलहरू हेरिरहेको छौँ है। त्यसमध्येमा है सबैभन्दा प्रिमियम लाइसेन्स पनि नचाहिने बिलबुक पनि नचाहिने मध्येमा सबैभन्दा प्रिमियम मोडल कुन छ भनेर बुझ्दै जाँदै गर्दाखेरि चाहिँ हामीले के पायौँ भनेपछि ठ्याक्कै लुक्स हेर्नुहोस् त, ठ्याक्कै तपाईँको चाहिँ स्कुटी जस्तै तपाईँले डियो भेस्पा चलाएको स्कुटी जस्तै लुक्स है। अनि त्यसमा चाहिँ यो तलको यो पेडल पनि भएको र यसमा मेजर रूपमा चाहिँ बिलबुक र लाइसेन्स नचाहिने मोडल भनेर चाहिँ हाम्रो ग्रिन पावरको N9 कर्भ भन्ने मोडल चाहिँ हामीले पत्ता लगाएका छौँ है त। अब यो सरसर्ती हेर्दा लुक्स वाइज नै तपाईँको हेर्दाखेरि चाहिँ यो ग्रिन पावरको अगाडि ब्याचिङ रहेको छ होइन। यसमा चाहिँ मेजर कुरा लाइसेन्स र बिलबुक चाहिँ चाहिँदैन र चलाउँदाखेरि चाहिँ सेम टु सेम तपाईँको स्कुटरको जस्तै फिल दिन्छ है, यसको मेजर कुरा। अनि अर्को 2 नम्बरमा भनेको चाहिँ यसमा चाहिँ तपाईँको लाइसेन्स बिलबुक नचाहिनुको साथसाथै यो 70 देखि 80 किलोमिटरसम्म चाहिँ मजाले एक फुल चार्जमा मजाले चल्छ। त्यो चल्नुको कारण चाहिँ के छ भन्नुहुन्छ भने यसमा 27 एम्पियरको ग्राफिन ब्याट्री चाहिँ लागेको छ है त। त्यस कारणले गर्दा ब्याट्री चाहिँ एकदम ठुलो मजाको छ, 27 एम्पियरको ग्राफिन ब्याट्री छ है। त्यो भएपछि एक फुल चार्जमा मजाले तपाईँको 70 देखि 80 किलोमिटर गुड्ने नै भइ नै हाल्यो होइन। लाइसेन्स र बिलबुक पनि चाहिएन है। अनि कलर पनि एकदम राम्रो राम्रो कलरमा चाहिँ कम्पनीले अप्सनको रूपमा राखेको छ है। यसमा चाहिँ मैले झट्ट हेर्दाखेरि एउटा ब्ल्याक कलर देखेको छु, यो रातो भइ नै हाल्यो। अर्को ब्लू कलरको पनि छ अनि अर्को चाहिँ पिङ्क कलरको पनि छ है। यति 4वटा कलर चाहिँ हामीसँग एभाइलेबल छ। अहिले चाहिँ हामी वशिष्ठ अटो प्राइभेट लिमिटेड नवलपुर सभापति चोकमा कावसुती सभापति चोकमा छौँ भने यसको अर्को शाखा अर्को मेन अफिस चाहिँ तपाईँको भरतपुर 9 पारस बसपार्क BYD सोरुमको छेउमा पनि छ है त। यो प्रोडक्ट हेर्दै गर्दाखेरि चाहिँ तपाईँको यसमा चाहिँ तपाईँको कति इन्चीको टायर छ भन्नुहुन्छ भने यसमा चाहिँ तपाईँको 16 इन्चीको टायर छ है। अगाडि पछाडि 16 इन्चीको टायर छ। अगाडि चाहिँ तपाईँको डिस्क ब्रेक छ भने पछाडि चाहिँ तपाईँको ड्रम ब्रेक छ है। ब्रेकिङ सिस्टममा त्यो भयो। अनि त्योभन्दा बाहेक चाहिँ तपाईँको यो चाबीमा चाहिँ तपाईँको चाहिँ रिमोट सिस्टमबाट चल्ने चाबीको मेथडहरू छ। यसरी चाहिँ तपाईँले रिमोटबाट पनि अन अफ गर्न सक्नुहुन्छ, थेफ्ट अलार्महरू पनि लगाउन सक्नुहुन्छ र पार्किङमा पनि राख्न सक्नुहुन्छ है। त्यो हुँदै गर्दाखेरि चाहिँ तपाईँको इलेक्ट्रिक साइकल स्कुटर चाहिँ बढी प्रोटेक्टेड भएर बस्ने भयो है त। त्योभन्दा बाहेक अब यता स्विचहरूमा चाहिँ इन जेनरल स्विच छ तपाईँको मोड 1 2 3 को लागि एस भन्ने बटन छ, त्यसले मजाले चलाउन सक्नुहुन्छ। एसिलेटर एकदम राम्रो कम्पनीको हालेको छ होइन। अनि चाहिँ तपाईँको यो तपाईँको अब हेडलाइटका कुराहरूदेखि लिएर तपाईँको हर्नदेखि लिएर तपाईँको चाहिँ यसमा तपाईँको अप्पर डिमर इमर्जेन्सी लाइट र ड्राइभ र रिभर्सको पनि यसमा चाहिँ फङ्सन रहेको छ है। ल तपाईँलाई पनि अब यस्तै खालको साइकल मोडल इलेक्ट्रिक मोडलमा चाहिँ यस्तै खालको साइकलहरू चाहिएमा चाहिँ तल दिएको फोनमा सम्पर्क गरेर तपाईँ चितवनमा हुनुहुन्छ भने पारस बसपार्क होइन वशिष्ठ अटो प्राइभेट लिमिटेड पारस बसपार्कमा गएर भिजिट गरेर त्यहाँदेखि किन्न सक्नुहुन्छ भने कावसुतीमा चाहिँ तपाईँको सभापति चोक वाणिज्य ब्याङ्कसँगै आएर लिन सक्नुहुन्छ है त।